सबैको गुड इभिनिङ होइन सबैजना एकदम सन्चै होला अनि सबैको चित्त दुखे चाहिँ के थियो भने युट्युबमा भिडियो हालिनुहोस् धेरै दिन भइसक्यो यताउति अब तेरो युट्युब पनि गयो भन्ने केटाहरूले पनि भन्दै थियो होइन अनि काम त गर्नै पर्यो नि त तिमीहरूले सोचे जस्तो त हुँदैन अब काम गरे टनमा पैसा कमा आइफोन साइफोन किन्यो ब्रान्डेड लुगाहरू लाएर हिँड्छ यस्तो केटाहरूले भन्छ नि त पैसा पनि टन्नै अब राखेको तर त्यस्तो केही पनि हुँदैन काममा एकदम गर्नुपर्छ अब काम गर्नु त आएको होइन अनि मेरो बिग्रिरहेको थियो पहिले अनि अहिले चाहिँ अलिकति राम्रो कम सस्तो मस्तो किनेको अनि आज चाहिँ यसो बेलुकातिर इभिनिङ वक जाउँ भनेर म बाहिरतिर आएको छु अनि यहाँ चाहिँ हाम्रो स्टेडियम छ बल खेल्ने ठाउँ अनि यहाँ चाहिँ यो चाहिँ जिम हो यो होइन यो चाहिँ जिम हो अनि म चाहिँ आज होलसेल मार्केटतिर जाउँ भनेर अब यसो हेरिदिउँ के छ होइन सेलेरी आउन लाग्यो नि त नयाँ सामानहरू किन्नलाई किन्नु त पर सेलेरी आएको बेला केही चाहिरहेको र अनि हेर्नलाई जानु लागेको अनि हेरौँ अब कस्तो हुन्छ होइन त्यहाँ अनि यहाँ चाहिँ जिम छ क्या डिभा जिम अनि यो चाहिँ कुवेत फरवानी हो होइन अनि अब कन्टिन्यू हुन्छ सायद मेरो भ्लग अब टाइम दिइरहेको छु सोचिरहेको छु अनि सबैले एकदम माया देखाइदिनु पऱ्यो एकदम तर केटाहरू तिमीहरूलाई होइन तिमीहरूले त माया देखाइदिँदैनौ क्या मलाई चित्त दुखाइ चाहिँ त्यसमै छ किनभने यसो फेसबुक सेयर पनि गरिदियो केटाहरूलाई हालिदेऊ न अनि रमाइलो पनि हुन्छ नि त एकदम एउटा सब्सक्राइबरले कति मोटिभेट गर्छ भन्ने चाहिँ तिमीहरूलाई थाहा छैन क्या मलाई थाहा अब 1500 सब्सक्राइबर पुग्नलाई चाहिँ 305 कम्ती छ त्यो चाहिँ छिटै पुऱ्याउनु पर्छ होइन अब आजदेखि चाहिँ मेरो कमब्याक भयो भन्दा हुन्छ क्या तिमीहरूले युट्युबमा अनि अब यो ठाउँबाट चाहिँ आकाशे पुल छ अनि त्यो आकाशे पुल क्रस गरेर चाहिँ म उतापट्टि गएर अनि त्यसपछि चाहिँ गाडी चढेर अनि फ्राइडे मार्केट भन्छ क्या कुवेत एकदम सस्तो सेकेन्ड ह्यान्ड सामानहरू नयाँ पनि पाउँछ सस्तो सेकेन्ड ह्यान्ड सामानहरू एकदम धेरै पाउँछ ब्रान्डेड पनि पाउँछ खडा पनि पाउँछ होइन फिलहाल अहिले चाहिँ यहाँ ट्राफिक लागेको अवस्था अनि यहाँको गाडीहरूले चाहिँ इज्जत पनि दिन्छ क्या मेन यहाँको मान्छेहरूले धेरै इज्जत दिन्छ अहिले पछाडि गाडी आउँदैथ्यो अनि बिस्तारै हिँडिरहेको थियो त्यसले टक्क ब्रेक लगायो रेड लाइट खुल्यो हामी ड्युटी जाने बाटो चाहिँ यही हो यहाँबाट सिधा गएर राइट लिएर अनि त्यहाँदेखि उता जानुपर्छ पुरेन भन्ने ठाउँमा काम गर्छु म चाहिँ अनि बस्नु चाहिँ फरवानीमा बस्छु फरवानीमा ब्लक 1 ओल्डनेस नियर बाई ओल्डनेस टो बस्छु अब यो आकाशे पुल कटेर जानुपर्ने हुन्छ अनि त्यहाँदेखि सिटी बस चढ्यो भने ठ्याक्कै म त्यहाँ पुग्छु अब हेरौँ दाइ पनि आउनु पुऱ्यो दाइ आउनुहुन्छ किन आउँछु त भन्नुभएको छ गएर एकचोटि फोन गर्छु आउनु भने ठिकै छ आउनु भने एक दुईवटा सामान हेर्छु अनि म फर्किहाल्छु छिटो किनभने बिहान मेरो ड्युटी छ काले गोरे सबै हिँडिराखन् अनि नेक्स्ट भिडियो चाहिँ आउँदैछ अब नेक्स्ट विक चाहिँ सब्सक्राइब गरिराख्यो भने चाहिँ सालमियाको एकदम के भन्छ सी साइडतिर जानु प्लान छ यो चाहिँ मजै छुट्टै छ क्या यस्तो दामी भ्यू छ कसम भनेर केटाहरूलाई लास्ट मिस गर्छु क्या म यस्तो बाटोमा हिँड्दाखेरि उताबाट आएको म अब उता जाँदैछु खत्रो छ क्या फ्राइडे मार्केट भनेको चाहिँ एकदम ठुलो छ अनि भ्यू चाहिँ यस्तो छ एकदम बवाल मान्छेहरू पनि जाँदैछन् अब सामान चाहिँ हेरौँ के पाइन्छ भने सामान चाहिँ के पाइन्छ हेरौँ अब म त गाडीमा पनि मैले टक्क टिकट लिएको भिडियो गर्न लागेको थिएँ तर मान्छे प्याक थियो किनभने अहिले ठिक्क भनेको सबैको छुट्टी हुने बेला हो नि त अनि कोही रुम जाने हुन्छन् धेरै रुम जाने हुन्छन् के अनि त्यही भएर त्यहाँनिर अब भिडभाडमा कहाँ फोन भिडियो गरिराख्नु भनेर किन अनि गाडी चाहिँ भनेको 250ले चाहिँ अल ओभर कुवेत घुमाइदिन्छ अल ओभर कुवेत 250 भनेको नेपालीको 150 समथिङ हुन्छ अलिक धेरै हुन्छ होला अब त्यो पनि हेरी हुन्छ अब डलरको भाउ बढ्यो भने यहाँको पनि भाउ बढ्छ नेपालको बढ्छ त्यस्तै हुन्छ आइपऱ्यो यहाँदेखि चाहिँ सिधो वहाँ पर जानुपर्छ सबैजना फर्किराखन् मान्छे होइन नयाँ मान्छे चाहिँ एकदम भित्रै हराउँछ कि
अन्त पुरानो भइसक्यो म त 3-4 चोटि भेटेर आएको फर्स्ट टाइम म र मेरो साथी आएको थियौँ ब्रेन्च लिन त्यतिखेर त आमामामा त्यो के भन्छ क्यामेरा चाहिँ कत्रो फिल्म बनाउने क्यामेरा त्यत्तिकै यत्रो त्यो जुम हाल्दो रहेछ हामी छक्क परेको म त बेच्नु सस्तै पाइन्छ होला सोध्न त सोध्दैन होइन तर बवाल सामानहरू नदेखेको सामानहरू आइफोनहरू चाहिँ 7 KD समथिङ देखेको थिएँ मैले हेरौँ आज छ कि छैन छ भने चाहिँ देखाउँछु है म भित्र गएर हेरौँ है मार्केटको भित्र पनि पसिसक्यो होइन अनि सामान पनि हेरेँ आइफोन पनि देखेँ होइन तर त्यहाँ भिडियो बनाउन मान्छे छन् कि अब त्यो कालो घुम्टो लाग्योहरूको त भिडियो बनाउन अलिक गाह्रो हुन्छ अब भिडियोमा जहाँ पनि देखाउनु त भएन नि त मलाई पनि यहाँ फेरि भाषा पनि आउँदैन कि अनि यो प्रब्लम हुन्छ कि डर लाग्दाखेरि एक्लै छु क्या अब कोही साथीहरू हुन्छ भने पनि यसो गफ गर्दै एक्लै लुल्ठिन्छु होइन भिडियो बनाउनै अब कालो सबै घुम्टो ओडेको मात्रै छन् कि कौवाहरू कालो बोकुला र कौवा मात्रै छन् अनि कसरी अब फोन लिएर भिडियो बनाउन त अलिकति किन बनाइस् अनुमति दिन भन्यो भने त मलाई त गाह्रो पर्छ अनि फ्राइडे मार्केट चाहिँ यस्तो छ क्या तर सामानहरू चाहिँ एकदम यो जिमको पाउँछ यहाँनिर यो डस्नाहरू यो के भन्छ गद्दाहरू के भन्ने त्यसलाई बेडसिटहरू थुप्रै पाउँछ होइन अनि यहाँ चाहिँ इलेक्ट्रोनिक डिभाइसहरू यहाँ पाउँछ अनि कपडाको चाहिँ यता होइन इलेक्ट्रोनिक बाँकी त्यो म्याग्नेटिक हुन्छ नि आइफोनको म्याग्नेटिक पावर ब्याङ्क हो त्यो म्याग्नेटिक पावर ब्याङ्कलाई चाहिँ 3 KD भन्दै थियो अब 3 KD भन्यो भने त्यसले दिन्छ अब 1.5 KDसम्म दिन्छ घटायो भने किनभने घटायो जति सक्दो घटायो भने त्यसले दिइहाल्छ कि किनभने राखेको दिन्छ नि त त्यही भएर अनि आइफोन 6 पनि थियो 6-7 आइफोन 6-7लाई चाहिँ त्यस्तै 15 KD 10 KD घटाउन सक्नु पऱ्यो त्यही अनि सामानहरू चाहिँ अब आफूलाई घरमा चाहिने अब रुममा चाहिने ब्लुटुथहरू भयो अनि चार्जरहरू भयो अनि एडेप्टरहरू अनि त्यस्तै सबै थोक छ के सस्तो पाउँछ अब आफूलाई युज गर्नको लागि चाहिँ अनि कुवेतमा हुने जति पनि हुनुहुन्छ आउँदा हुन्छ एकचोटि भिजिट गर्दा हुन्छ होइन राम्रो छ अनि विशेष गरी नयाँ आउनेलाई चाहिँ सामानहरू एकदम धेरै चाहिरहेको हुन्छ नि त त्यतिखेर उनीहरूलाई चाहिँ यहाँ लिएर कसैले भिजिट गराइदिए राम्रो हुन्छ कि सबै आफ्नो दुनियाँमा वेडनेसडे थर्सडे फ्राइडे 3 दिन लाग्छ भनेर सुनेको थिएँ थर्सडे फ्राइडे कि वेडनेसडे थर्सडे फ्राइडे होला वेडनेसडे र थर्सडे र फ्राइडे चाहिँ फिक्स हो वेडनेसडे चाहिँ म आएन थर्सडे र फ्राइडे चाहिँ फिक्स लाग्छ वेडनेसडे पनि लाग्छ होला सायद आज अनि भोलि लास्ट हो हप्तामा 2-3 चोटि लाग्छ अनि कोही हुनुहुन्छ भने भिजिट गर्न केही सामानहरू चाहिएको छ भने विशेष गरी घर लाँदा पनि सामानहरू पाउँछ राम्रो अनि रुममा चाहिने जस्तो कि फ्रिजहरू भयो होइन सबै थोक पाउँछ क्या यहाँनिर सस्तो अब यहाँ युज गर्नलाई चाहिँ राम्रै हुन्छ किन नयाँ किनेर पैसा फाल्नु भनेर सेकेन्ड ह्यान्ड सामानहरू किनेर आफूले रिसाइकल गर्न मिल्यो नि त अनि त्यही भएर आउने हुनेलाई चाहिँ एकदम राम्रो ठाउँ छ अनि अब अरू दिन चाहिँ पुरै राम्रो भिडियो बनाउँला अलिक योभन्दा राम्रो अलिक अनि फोन बोकेर हिँड्न पनि मलाई कस्तो हुन्छ कि किनभने 1 वर्ष भयो नि त भ्लगिङ गरेर भिडियो बनाउँदै नहिँडेको अनि क्यामेराको अगाडि बोल्न पनि अलिक कस्तो हुन्छ कि कन्फिडेन्स अलिकति घटा तर केही छैन कन्फिडेन्स भनेको कुरा हुँदै गर्छ कन्फिडेन्स चाहिँ निकाल्दै गर्नुपर्छ अनि त्यही हो यस्तो छ अब म जान्छु एक प्लट लुगा पसलतिर जाने हो जुत्ता हेर्ने हो अनि त फेरि एक राउन्ड घुम्ने हो अनि त्यसपछि रुम जाने हो भनेर सोचिरहेको छु अनि हेरौँ अब के रहेछ त्यहाँ लुगा पसलतिर भिडियो बनाउनु मिल्यो भने भिडियो बनाउँछु है एउटा हो राति पनि भइसक्यो होइन टाइम पनि 7-7:30 बजिसक्यो देखाउन पाइनँ केही पनि अब त्यस्तो देखाउने खालको माहौलै छैन भन्नाले मलाई हल्का कस्तो भयो मान्छे कस्तो छन् यहाँनिर अब होइन ऊ हेर न सबै यस्तो मान्छे छन् कि अनि भिडियो किन खिचिस् भन्यो भने त मलाई ल्याङ हुन्छ नि त अनि त्यही भएर अब सोध्यो भने त गाह्रो पर्छ बोल्न पनि केही आउँदैन एक त मलाई केही समस्या छ किनभने हाम्रो त्यो काम गर्ने चाहिँ फिलिपिनो र इन्डियन मात्रै छन् नि त अरबिकसँग त्यस्तो कुरा पनि हुँदैन अनि त्यही भएर मलाई आउँदैन अब देखाउन पर्ने चिज चाहिँ मैले आज देखाउन पाइनँ तर नेक्स्ट टाइम चाहिँ म एकदम केटाहरू दाइहरू सबैसँग आउँछु अनि देखाउँछु अब अलिअलि चाहिँ हेर्दै जाऊँ कस्तो छ है चाहिँ एकदम डिजेको होइन पुरै डिजेको सामानहरू छ होइन
त्यो सबै डिजेको सामान छ अनि यता चाहिँ खेलाउने जुत्ताहरू छ यहाँ छ आइफोन कहाँ थियो यार आइफोन यतै छ होला आइफोन देखाउँछु आइप्याड हो त्यहीँ छ आइप्याड छैन आइफोन यस्तो हुन्छ क्या सामान चाहिँ यहाँ फ्यात फ्यालतिर आएको सस्तो पनि सस्तै पाउने यो लाइन त होइन त ए त्यो त उठिसकेको छ छैन त्यो उठिसकेको यहीँ थियो क्या टाइम बन्द भएछ यहीँ थियो यस्तो छ क्या फ्राइडे मार्केट सेन्टहरू चस्माहरू मिठो रहेछ त डुल्नु हो कि एक्लै तर राँडाका बानी यो ड्राइभरहरूले रुटै चेन्ज गरिदिन्छ कि टक्क त्यही गाडीमा चढ होइन रुटै चेन्ज गरेर अब अर्को रुट ल्याइदियो क्या मलाई जुन ठाउँमा उत्रिनु पर्ने त्यो ठाउँमा ल्याइदिनु क्या रोड पनि उता अब 3-4वटा छ नि त बिचबाट ल्याइदियो कि साइडबाट ल्याएको भए त म उत्रिहाल्थेँ अब हिँड्नु पर्यो 5-6 मिनट कस्तो हुन्छ कि म त अचम्मै लाग्छ त्यही भएर के ठाउँमा चाहिँ अब सबै गाडीहरू चाहिँ चिनिरहनु पर्ने हो क्या कुन बाटो जान्छ तर त्यो गाडी त सधैँ त्यही म फर्काउने गाडीमा चढेको A2मा भनेको यही रुटबाट आउनुपर्ने हो अझ अर्को रुटबाट ल्यायो अब के भन्न सकिन्छ होइन त्यो गाडीको मिस्टेक हो कि मेरो मिस्टेक हो डु कमेन्ट बिलो न होइन अरू त मलाई थाहा छैन अनि कुवेतमा हुनुहुनेलाई त थाहा होला अब यो बसले मलाई ज्याउ गरायो त अब 8:30 भइसक्यो अब रुम गएर खाना खाएर अनि सुत्नुपर्ने भिडियो पनि एडिट गर्नुपर्ने अब कतिखेर हुन्छ तर म हातबाट सर्टकट हान्नु पऱ्यो त्यहाँबाट सर्टकट हान्यो भने अलिक छिटै पुग्छु यताबाट गएको भए फरन्ने पुलिस स्टेसन पुग्दै जानु पर्थ्यो त्यहाँबाट झ्याउ हुन्छ कि रोड क्रस गर्नुपर्छ यहाँबाट पनि छिटै पुगिन्छ भनेर चाहिँ यताबाट आएको अब हेरौँ त्यो बिच बाटोबाट ल्याइदियो कि मलाई यहाँबाट ल्याएको भए त परे उत्रिहाल्थेँ अब यो आकाशे पुल होइन अर्को आकाशे पुलबाट म उता जानुपर्ने A2मै आएको यो रोडबाट ल्याइदिएको भए त मै उत्रिहाल्थेँ नि यो के राँडाहरू यो देरलाई पनि खै के हुन्छ म पनि अब टक्कर रुम आइपुगेँ सब लुगा छ मेरो यहाँ ड्युटीको ड्रेस यो अन्त लुगा सबै सुकाएर लुगा तर मैले गरेर गएको होइन म चाहिँ यत्तिकै छु केटाहरू भात खाएँ म चाहिँ अघि ढेँडो खाएर आएको अब सुत्नुपर्छ बिहान ड्युटी जानुपर्छ राम्रो नराम्रो भयो भिडियो हेरिदिनु होला पक्कै पनि राम्रो कन्टेन्ट ल्याउँछ एक दिन त्यही हो अनि जस्तो छ त्यस्तै रियलमा हिँडिदिने हो जे छ त्यही बोल्नु त्यही हो इन्जोय हान्दै गर्नुपर्छ